हेलो गाइस, नमस्ते सम्पूर्णमा। वास्तवलाई बिहारले फेरि पनि नयाँ भिडियोको साथ उपस्थिति भइसकेको छ। यस्तो इन्ट्रेस्टिङ कुरो लिएर आएको छ, पक्कै पनि भिडियोलाई स्क्रिप्ट नगर्नुहोस् है त। सुन्नुहोस्, काम गर्नु हुँदैछ भने फेरि काममा लट्ठ परेर यता काम बिग्रेला नि, सुन्दै काम गर्नुहोस्। के थियो त हिजोको कुरा भन्दाखेरि, हिजो चाहिँ म बिहानै कलेज गएँ होइन, कलेजबाट आएपछि हिजो मेरो नाइट ड्युटी थियो। 8 घन्टाको कलेज सिध्याएर चाहिँ नाइट ड्युटी थियो। नाइट ड्युटी जाने क्रमको बिचको कुराहरू चाहिँ, जुन बाटोको कुराहरू चाहिँ तपाईँहरूलाई सुनाउँदै थिएँ है त। यस्तो इन्ट्रेस्टिङ चाहिँ कुरै जोडिदिनु, म यति बवाल लागेको थियो मलाई होइन। अनि के थियो त कुरा भन्दाखेरि, ठ्याक्क म जुन चढ्ने ठाउँबाट झर्ने ठाउँसम्मको कुराहरू चाहिँ तपाईँहरूलाई समावेश गर्दैछु है त। के थियो त झर्ने ठाउँदेखि चढ्ने ठाउँसम्मको थियो भनेपछि, चढ्ने ठाउँमा चाहिँ के थियो भने, म ठ्याक्क ट्रेन चढेँ होइन। एकीबाट चाहिँ ठ्याक्क ट्रेन चढेँ। मेरो सिटको छेउमा चाहिँ एउटा नियोन्जिन थियो होइन। नियोन्जिन मोबाइल चलाइरहेको थियो। मैले चाहिँ त्यो सेन्सेहरूले दिएको चाहिँ मिनिङहरू पढ्दै जाँदै थिएँ क्या ट्रेनमा। अनि त्यो नियोन्जिनले मलाई दुईचोटि हेऱ्यो होइन, मेरो मोबाइलको स्क्रिनमा हेऱ्यो त्यसले होइन। मैले वाच गरिरहेको छु। अनि सर्लक्क म मिनिङ पढिरहेको देख्दा त्यसले पनि सर्लक्क के गर्यो होइन, ठ्याक्क मोबाइल बन्द गरेर ठ्याक्क ब्यागबाट मिनिङ बुक झिक्यो होइन। त्यसमा पनि मिनिङ बुक रहेछ। तर नियोन्जिनले फेरि नियमको पढाइ होइन नि, फेरि छुट्टै कथा कहानी छ यहाँ। त्यसले बिजनेस इङ्ग्लिस भनेर कोही एउटा बुक थियो क्या, नाना ह्याकको 10 लेखेको थियो होइन। नाना ह्याकको 10 थियो। त्यो मलाई लाग्छ 700वटा मिनिङ चाहिँ इङ्ग्लिसको थियो क्या। त्यही होला, नाना ह्याकको 10 भनेको त्यही नै होला। त्यो पढ्न थाल्यो, त्यसले पनि पढ्यो। अनि फेरि ठ्याक्क हामी जाँदैछौँ, जाँदैन मेरो ओर्लिने टाइम आयो क्या। नोरीखाई गरेर अर्को स्टेसनमा जाने टाइम आयो, अर्को ट्रेनमा चढ्ने बेला आयो। अनि मैले ठ्याक्क त्यो जुन एकीभित्रमा चाहिँ दुईजना, हिजो यस्तो संयोग मिलेको होइन, दुईजना अमेरिकनहरू भेटेँ। मेरो एजको लगभग मै जस्तो। अनि मेरो पनि अब ठ्याक्क त्यसले के भन्नु भने, हेलो हेलो गरेर क्या। उसले अमेरिकनले बोलायो, म त आफ्नो सुरुमा हेरिरहेको थिएँ। हेलो हेलो भनौँ, मैले पनि हाई हेलो गरेको होइन। अनि त्यसले के भन्यो नि, हल्का इन्ट्रोडक्सन भयो। त्यसले पनि त्यो चाहिँ किन आएको रहेछ भन्दाखेरि चाहिँ, त्यो किन आइस भनेर सोद्धाखेरि चाहिँ त्यसले चाहिँ, म चाहिँ यहाँ चाहिँ क्रिस्चियन हो, म क्रिस्चियनको एडभर्टाइज गर्नको लागि चाहिँ जापानमा आएको भनौँ होइन। अनि त्यस्तै कुरा भयो। अनि त्यसको पनि हातमा चाहिँ होइन के पढ्दैछ भनेर सोधेको। म जापानिज भाषा पढ्दैछु भनेर बुक देखाएँ क्या होइन। बुक हेरिरहेको रहेछ त्यसले पनि। अनि बुक पढ्यो। अनि एउटा म नेपाली, मेरो देशमा त कामसाम नपाएर म काम गर्नको लागि जापान आएको होइन। पढ्दै काम गर्दै गरिरहेको छु। अनि मैले सोचेँ, के सोचेँ थाहा छ, अमेरिकामा भएको मान्छेलाई के पुगेको थिएन होला क्या। त्यो अमेरिकनलाई के पुगेको थिएन होला र जापान आएर जापानिज भाषा पढ्दैछ क्या। अनि असन्तुष्ट क्या, मान्छेलाई असन्तुष्ट कति धेरै हुने रहेछ होइन। ल ठिक छ, अमेरिकनले त आयो आफ्नो कामको लागि एडभर्टाइज गर्न आयो जापानिज, त्यसले जापानिज भाषा पढेन भने त जापानमा एडभर्टाइज नो क्या। इङ्ग्लिसबाट ब्रिफिङ गर्छु भन्दा त नो, हुनै सक्दैन क्या। अनि त्यसले जापानिज भाषा पढ्यो, ल पढ्दै थियो। त्यसले पनि मिहिनेत गरेर बाटोमा हिँड्दा पनि पढ्ने भने त सानोतिनो पढाइ होइन। अनि मैले त्यो त भइहाल्यो। अनि त मैसँग एकीबाट जुन ट्रेनमा चढेको जो जापानिज आफ्नै देशमा छ, टुपी कसै इङ्ग्लिस मिनिङ बुक चाहिँ पढेको थियो क्या। पढिरहेको थिएँ। अनि मलाई यति खुसी लाग्यो। सला म मेरो देशमा छोडेर अर्काकै देशमा आएर पनि अर्काको भाषा पढ्दैछु भने, यिनीहरू आफ्नै देशमा छन्, असन्तुष्ट भएर अर्काकै देशको भाषा पढिरहेका छन्। अनि अर्को देशको आएर, अमेरिकाको आएर जापानिज भाषा पढिरहेका छन् भने मेरो त एकदम हो, म जे छु त्यसैमा रमाइरहेको छु भन्दै यति दङ्ग परे। हिजो रातभरि काममा त्यही सोच्दै बसेँ। काम गर्दाखेरि टाइम बितेको पत्ते भने क्या। हिजो 3जनाको कन्भर्सेसन चाहिँ मेरो दिमागमा यस्तो चलिरहेको। अनि यो कन्भर्सेसन चाहिँ तपाईँहरूलाई पनि सुनाउनु पर्छ है त भनेर होइन भिडियो बनाएको हो होइन। मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु भएको छैन भने युट्युब च्यानलमा वास्तवला बिहार युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस्। र यस्तै नयाँ कुराहरू, इन्ट्रेस्टिङ कुराहरू लिएर आउने नै छु है त। धन्यवाद, छियो।